गोर्खाको एकीकरण गर्दै राष्ट्र एकीकरण गर्दा भौगोलिक र राष्ट्रिय एकीकरण गर्नुभयो। कसैले भाषाको गरे, कसैले के गरे, तर नरहरि नाथले नेपालको धार्मिक परम्परागत इतिहास धर्म संस्कृतिको आधारमा नेपालको एकीकरण गर्नुभयो। त्यसकारणले नेपालको युनिटी इन स्पिरिचुअलिटी भन्ने जुन छ आध्यात्मिकतामाथि उहाँले एकीकरण गर्नुभयो। नेपालमा 129 वटा कोठियम गरेर विभिन्न जात र धर्मका 125-26 जनजातिका मान्छेहरूलाई, विभिन्न दलितहरूलाई, ठकुरी क्षेत्री ब्राह्मणलाई एक ठाउँमा ल्याएर कोठियम गर्नुभयो। वेदभित्र जात छैन भन्नुभयो। आज हिन्दू धर्ममा जात छ भन्नेहरूले वेद पढेर भन्न चाहन्छु म। आज कहाँ छ त्यहाँ जातीय लडाईँ? कहीँ पनि छैन। त्यो कुरा चाहिँ योगी नारायणले बाहिर ल्याउन खोज्नु भएको थियो। उहाँले के भन्नुभएको थियो भने हिन्दू धर्म होइन, हिन्दू दर्शन हो, हिन्दू परम्परा हो, तर सनातन धर्म हो भन्नुभएको थियो। आज हामी त्यही सनातन धर्म र हिन्दू फिलोसफी, हिन्दू फिलोसफी साउथ एसियाको महत्त्वपूर्ण जनताको फिलोसफी हो, यो हामीले निर्माण गरेको फिलोसफी हो, यसको पक्षमा हामी लाग्नुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो। त्यसकारणले म भन्छु योगी नारायण नेपालको स्पिरिचुअल र रिलिजियस युनिफायर भन्न चाहन्छु म। त्यसपछि योगी नारायण अर्को महत्त्वपूर्ण कुरा के हो भने यो देशमा अहिलेसम्म 18 ज्यादा राष्ट्रिय विभूति छ। जसले नेपालको लागि लडे, नेपालको गौरव बढाउने राष्ट्रिय विभूति छन्, उहाँहरूलाई म सम्मान गर्छु। तर दुर्भाग्यपूर्ण कुरा यो राष्ट्रले हिजो पनि आज पनि यो देशका राजनेताले, यो देशका विद्वानहरूले, यो देशका योजनाकारहरूले योगी नारायण यो देशको राष्ट्रिय विभूति हुन सक्छन् भन्ने कुरा कहिले पनि सम्झेन। म यहाँबाट माग गर्न चाहन्छु। हिजो पनि